गेहेन्द्र शमशेरको जन्म विक्रम सम्वत 1929 साल फागुन 19 गते काठमाडौँको दरबारभित्र भएको थियो। उनी नेपालका शक्तिशाली राणा वंश धीर शमशेर राणाका छोरा थिए। धीर शमशेर तत्कालीन सेनापति थिए जो आफ्ना दाजु जङ्गबहादुर राणाको छायामा रहँदै शक्तिशाली व्यक्ति मानिन्थे। गेहेन्द्रको बाल्यकाल अरू दरबारी सन्तानभन्दा बिल्कुल फरक थियो। दरबारमा बिलायसी जीवन, राजसी तालिम, खेलकुद त चल्थे, तर गेहेन्द्रलाई खास चासो थियो मेसिन, घडी, औजार र यन्त्रहरूमा। उनी सानैदेखि पुरानो मेसिन खोल्न मन पराउँथे। कहिले पुरानो घडी, कहिले चाकु त कहिले बन्दुकहरू। जे भेटे पनि त्यसभित्रको संरचना बुझ्ने प्रयास गर्थे। उन बुझ्न चाहन्थे कि यी सब काम कसरी गर्दछन्। उनको प्रारम्भिक शिक्षा दरबारमै सुरु भयो। संस्कृत, गणित, अंग्रेजी जस्ता विषयमा राम्रो पकड थियो, तर गेहेन्द्र पढाइ भन्दा पनि बढी प्रयोगिक कुरामा आकर्षित थिए। बालक गेहेन्द्र सधैँ प्रयोगमा व्यस्त हुन्थे। सामान्य औजारलाई नयाँ तरिकाले चलाउने प्रयास गर्थे। त्यो समय नेपालको लागि विज्ञान शब्द नै अपरिचित थियो, तर गेहेन्द्रको सोच भविष्यतिर मोडेको थियो।